के तपाईँ पनि आज हुन लागिरहेको नेपाल र इरान बिचको सेमिफाइनल खेल हेर्ने होइन त? त्यो पनि निशुल्क रूपमा। काबा महिला भलिबल च्याम्पियनसिप 2026 नेपालमा सञ्चालन भइरहेको छ। आज सेमिफाइनल चरणका खेलहरू सञ्चालन हुन लागिरहेको छ। पहिलो खेल दिनको 2:30 बजे भारत भर्सेस कजाकिस्तान हुँदैछ भने नेपाल र इरानको खेल भने बेलुका 5 बजेबाट नेपालको घरेलु मैदानमा घरेलु समर्थकको साथमा हुँदैछ। तपाईँ पनि निशुल्क रूपमा यो खेल हेर्न चाहनुहुन्छ भने म तपाईँलाई सजिलो अनि उपयुक्त तरिका सिकाउँदैछु, जुन चाहिँ यस्तो रहेको छ। क्रोममा जानुहोस्, मोबाइलको गुगल अथवा क्रोममा जानुहोस्, योनो टिभी सर्च गर्नुहोस्, त्यहाँ गएर नेपाल र इरान लेखिएको एउटा लिङ्क हुन्छ, जहाँ क्लिक गर्नुहोस्, त्यहाँ तल थोरै स्क्रोल गर्नुहोस्, त्यसमा तपाईँले धेरै लिङ्कहरू पाउनुहुनेछ, जसमा तपाईँले जुनै लिङ्कमा पनि क्लिक गरेर नेपालको खेल चाहिँ हेर्न सक्नुहुनेछ है त। नेपाल र इरान बिचको खेलको कुरा गर्ने भने अहिलेसम्म 2 पटक मात्र भेट भएको छ भने एकमा इरानले विजय हासिल गरेको छ भने एकमा नेपालले विजय हासिल गरेको छ। के आज सेमिफाइनलमा इरानलाई पराजित गर्दै नेपालले फाइनल चरणको यात्रा तय गर्ने हो त? आशा गरौँ नेपालले उत्कृष्ट खेल्नेछ अनि घरेलु मैदानमा घरेलु समर्थकको साथमा इरानलाई पराजित गर्दै फाइनलमा प्रवेश गर्नेछ। शुभकामना। जय नेपाल, जय नेपाली भलिबल।